हेलो एभ्रिवान, दिस इज सुजन। आइम ब्याक अगेन विथ अनदर भिडियो। अनि आज चाहिँ म के देखाउँदैछु भन्दाखेरि हाम्रो चाहिँ कुनै पनि हामीसँग यदि पोइन्ट डेटा छ भने त्यो पोइन्ट डेटालाई रास्टर फर्मेटमा चाहिँ चेन्ज गर्नु पऱ्यो भने कसरी चेन्ज गर्न सक्छु र हामीले भ्यालुहरू असाइन कसरी गर्न सक्छौँ भन्ने कुरा चाहिँ हेर्दैछौँ। अहिले मसँग चाहिँ यहाँ काठमाडौँमा डिस्ट्रिब्युट भएको हस्पिटलको पोइन्ट डेटाहरू छ होइन। अब यो पोइन्ट डेटालाई चाहिँ मलाई के गर्नु पऱ्यो भन्दाखेरि रास्टर डाटामा चेन्ज गर्नु पऱ्यो। अब यो रास्टर डाटामा चेन्ज गर्ने बेलामा चाहिँ अहिले मैले युज गर्न लागेको डाटा भने चाहिँ यो हस्पिटल अदर केटिएम भन्ने छ। म एकचोटि यसको एट्रिब्युट इन्फर्मेसन हेरिहाल्छु है। अब जेनरली एट्रिब्युट इन्फर्मेसनमा डिफ्रेन्ट इन्फर्मेसनहरू हुनसक्छ। यो अब धेरै फिल्डहरूको इन्फर्मेसन छ होइन। अब अहिले मसँग अलिकति भ्यालु न्युमेरिक भ्यालु भएको भने यो अब्जेक्ट आइडी छ, त्यसको बेसिसमा चाहिँ म अ, अ, जुन हाम्रो पोइन्ट डाटा छ त्यो पोइन्ट डाटालाई चाहिँ रास्टरमा कन्भर्ट गर्न सिकाउँछु है त। अब त्यो कन्भर्ट गर्नको लागि चाहिँ सुरुमा जियो प्रोसेसिङ टुलमा जानु पऱ्यो। अब जियो प्रोसेसिङ टुलमा कहिलेकाहीँ अब जियो प्रोसेसिङ टुल यहाँ छैन भने चाहिँ हामी यहाँनिर भ्यूमा गयौँ भने यहाँनिर जियो प्रोसेसिङ भन्ने हुन्छ, यसमा क्लिक गरे पछाडि यो टुल आइहाल्छ होइन। अब यो हाम्रो यो जिआइएसमा आर्कजिएस प्रोमा चाहिँ जति पनि टुल्सहरू स्पेसल टुल्सहरू नम्बर अफ टुल्सहरू जति पनि छन् त्यो सबै यहाँ लिस्टेड हुन्छ कसरी काम गर्ने भनेर। अब अहिले हामीले गर्न खोजेको भनेको चाहिँ सिम्पल के छ भन्दा पोइन्ट डाटालाई कन्भर्ट गरेर रास्टर डाटामा जान लागेको छौँ। त्यो अब पोइन्ट टु रास्टर, रास्टर टु पोइन्ट त्यस्तो त्यो भनेको चाहिँ कन्भर्जन टुल हो नि त। त्यही भएर यो चाहिँ हामीले कन्भर्जन टुलको लिस्टमा गयो भने त्यो कुरा भेट्न सक्छौँ। जस्तै रास्टरबाट भेक्टर लाने हो कि होइन, त्यहाँ अप्सनहरू छ। अब अहिले चाहिँ मैले चाहिँ मसँग पोइन्टबाट चाहिँ रास्टर लाँदैछु भने चाहिँ पोइन्ट टु रास्टर भन्ने यहाँ टुल छ है। अब यो पोइन्ट टु रास्टर, अब पोलिगनलाई लानु पऱ्यो भने पोलिगन टु रास्टर भन्ने हुन्छ, पोलिलाइन टु रास्टर भन्ने हुन्छ, यस्तो टुल्सहरू हुन्छ होइन। अथवा फिचर टु रास्टर गऱ्यो भने नि वी हेभ अप्सन्स टु डु द्याट है। अब सुरुमा चाहिँ म पोइन्ट टु रास्टर्स भन्नेमा मैले सेलेक्ट गरेँ। पोइन्ट टु रास्टर सेलेक्ट गरे पछाडि फर्स्टमा इनपुट फिचर भनेरमा आएको छ। यो इनपुट फिचर भनेरमा आएको भने चाहिँ हामीले जुन डेटामा जुन डाटालाई चाहिँ हामीले कन्भर्ट गर्दैछौँ त्यही डाटा यहाँ सेलेक्ट गरिदिनु पऱ्यो। त्यो सेलेक्ट गरिसके पछाडि यो भ्यालु फिल्ड भन्ने चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। यो भ्यालु फिल्ड हामीले जुन राख्यो त्यसकै बेसिसमा चाहिँ पछि कन्भर्ट भएर बन्ने जुन पिक्सल हुन्छ त्यो पिक्सलमा चाहिँ भ्यालु असाइन भएको हुन्छ। अब अहिले मैले चाहिँ यहाँनिर अब न्युमेरिकल भ्यालु राख्नको लागि चाहिँ अब्जेक्ट आइडी भनेर राखेँ। अहिले अब्जेक्ट आइडी हाम्रो यहाँनिर टेबलमा हेर्ने भने नम्बर अफ अब्जेक्ट आइडीको भ्यालु छ। त्यो भ्यालु चाहिँ हाम्रो त्यो जुन पिक्सल भ्यालु बनेको हुन्छ त्यो पिक्सल भ्यालुमा चाहिँ यो चाहिँ गएर बनेको हुनुपर्छ है। अनि त्यसपछि आउटपुट रास्टर डाटा सेट अब आफूले पाएको पर्ने लोकेसनमा के नाम राख्ने हो त्यो राख्न सकिन्छ। अहिले मैले ऱ्यान्डमली यतिकै छोडिदिएँ होइन। त्यसपछि सेल असाइनमेन्ट टाइप भन्ने छ। अब यो चाहिँ हामीले के राख्ने हो, सेल असाइनमेन्ट गर्दाखेरि चाहिँ फ्रिक्वेन्टली के युज गरिरहेको छ त्यो राख्ने हो कि सम राख्ने हो कि मिन राख्ने हो कि स्ट्यान्डर्ड डेभिएसनहरू राख्ने हो कि होइन। त्यस्तो स्टाइलले चाहिँ हामी यो सेलेक्सन गर्न सक्छौँ। अनि प्रायोरिटी फिल्ड, यदि कुनै प्रायोरिटी फिल्डहरू छ भने चाहिँ प्रायोरिटी फिल्डलाई चाहिँ हामीले यहाँ असाइन गर्न सक्छौँ होइन। अनि त्यसपछि लास्टमा भनेको चाहिँ सेल साइज कुरा छ। एकदम इम्पोर्टेन्ट चाहिँ यो सेल साइज हो। अब सेल साइज चाहिँ अब हामीलाई यदि यो स्पेसिफिक सेल साइजमा कन्भर्ट गर्नु छ भने थाहा छ भने यहाँ हामीले भ्यालु राख्न सक्छौँ। तर यो भ्यालु राख्ने बेलामा चाहिँ एउटा कुरा चाहिँ ध्यान के दिनुपर्छ भन्दाखेरि हाम्रो डेटा चाहिँ कुन प्रोजेक्सन सिस्टममा छ भन्ने कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। अब प्रोजेक्सन सिस्टम हेर्नको लागि चाहिँ हामीले यहाँ गएर यो राइट क्लिक गरेर प्रोपर्टिजमा हेऱ्यौँ भने यहाँनिर प्रोजेक्सन सिस्टम सोर्समा गएर होइन। अब अहिले हेर्दाखेरि हाम्रो डेटा चाहिँ स्पेसल रेफरेन्स कुनमा छ भनेर हेर्दाखेरि चाहिँ WGS 1984मा छ है। भनेको यो चाहिँ जिसिएस जियोग्राफिक कोअर्डिनेट सिस्टम हो। त्यही भएर यो हाम्रो डेसिमल डिग्रीमा भ्यालु क्यालकुलेसन भएको र अहिले यो एक्ज्याक्टली कति आइरहेको छ मलाई पनि थाहा छैन। अब यो नर्मली हामीले प्र्याक्टिसमा चाहिँ यो कन्भर्स गर्ने बेला यदि हामीले प्रोजेक्टेड कोअर्डिनेट सिस्टममा चलाइरहेको छ भने चाहिँ हामीले 30 मिटर होइन 1 किलोमिटर अब कति राख्ने हो होइन, त्यस्तो भ्यालु राखेर चाहिँ हामीले सेट गर्न सक्छ। अब अहिले यो एक्ज्याक्ट कति हुन्छ मलाई पनि थाहा छैन। अहिले ऱ्यान्डमली अब 0.0006 समथिङको भ्यालु आइरहेछ। मैले त्यसैलाई चाहिँ डिफल्टको रूपमा छोडिदिएँ। अनि यदि एट्रिब्युट टेबल चाहिँ हामीले बनाउनु छ भने यो बिल रास्टर एट्रिब्युट टेबल भनेर हामीले यो अन राख्थ्यो भने चाहिँ हाम्रो जुन डेटा रास्टरमा कन्भर्ट भएको हुन्छ त्यसमा सरी के अरे एट्रिब्युट टेबल पनि बनेर आउँछ। जुन यो यसरी हामीले एट्रिब्युट टेबल देखिरहेको छ त्यस्तै एट्रिब्युट टेबल चाहिँ बनेर आउँछ है त। तर त्यो चाहिँ हामीले अब असाइन गरेको भ्यालुको बेसिसमा चाहिँ भन्छ है त। यति गरिसकेपछि यसलाई हामीले सिम्पली रन गरिदिउँ। अब रन गरिसके पछाडि यसले केही समय लाउँछ अनि त्यस पछाडि कन्भर्ट गरिदिइहाल्छ है। ल अब हाम्रो कन्भर्ट कम्प्लिट पनि भइसक्यो। यता हाम्रो लेयर हस्पिटल यो लास्टको लेयर यहाँ बनिसकेको छ। अलिकति जसम्म राखेँ है। यसलाई तपाईँले यहाँ अलिकति खोलेर हेर्नु भने हेर्नु त हाम्रो यहाँ अब्जेक्ट आइडीको बेसिसमा बनाएको हो नि त। त्यही भएर चाहिँ अब्जेक्ट आइडी एकदम धेरै देखिरहेको। अब हामीले यहाँनिर यो रास्टर चाहिँ कहाँ बन्यो भनेर यसो हेर्नु पऱ्यो भने यसलाई जुम गरेर हेरौँ होइन।
यो पोइन्टको बेसिसमा चाहिँ ठ्याक्कै यो पोइन्टमा चाहिँ होइन यसरी पिक्सल चाहिँ यसरी बनेको छ है। अब यहाँनिर हामीले यो पिक्सल बने पछाडि चाहिँ अब यसलाई मैले ठ्याक्कै यस्तो क्लिक गरेँ भने अहिले चाहिँ 180 आइडी नम्बरको चाहिँ पिक्सल बनेको रहेछ भन्ने कुरा देखियो है। यसरी चाहिँ हामी के गर्न सक्छौँ, यो सबै डिस्ट्रिब्युसन त्यसरी हुन्छ। मैले यो पोइन्टलाई अफ गरिदिएँ भने यसरी देख्न सकिन्छ है। र यो अब्जेक्ट आइडीको बेसिसमा बनायो भएर चाहिँ यो हरेक पिक्सलमा चाहिँ डिफ्रेन्ट भ्यालु भेट्न सकिन्छ। जस्तै मैले यही यताको पिक्सल हेऱ्यो भने 262 छ, यतापट्टिको पिक्सल हेऱ्यो भने 264 छ है। यो भ्यालु एकदम डिफ्रेन्ट डिफ्रेन्ट देखिरहेछ नि। यो भनेको चाहिँ हामीले बेस्ड अन अब्जेक्ट आइडीको बेसमा हरेक इन्डिभिजुअल अब्जेक्ट आइडीको लागि चाहिँ डिफ्रेन्ट रास्टर भ्यालु बनेको भएर चाहिँ पिक्सल भ्यालु बनेको भएर चाहिँ यसरी डिफ्रेन्ट भ्यालु अनुसार हाम्रो कन्भर्जन हुन्छ है। यसरी एकदम सिम्पल छ। अब यसरी नै सेम प्रोसिजर चाहिँ हामीले यो अरू 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 लेयर अरू अरू जस्तै पोलिलाइनलाई पनि हामी कन्भर्ट गर्न सक्छौँ, पोलिगनलाई पनि कन्भर्ट गर्न त्यसरी नै सक्छौँ है त। ओके, थ्याङ्क यू सो मच फर वाचिङ टिल नाउ.